सदैवदेखि मानिसको मनमा एउटा कौतूहल त छ कि यो जन्म हुनुभन्दा पहिले हामी के थियौं, कहाँ थियौं, के हामी केवल यो शरीर मात्र हौं, के हामी सधैँ मानवकै रूपमा जन्मेका छौं, अथवा यो जन्म हुनुभन्दा पहिले हाम्रो कुनै सर्वोच्च विशिष्ट अवस्था थियो। यस प्रकारका प्रश्नहरूले हाम्रो अस्तित्वलाई मात्र नभई मानव जन्म इतिहासका रहस्यहरू पनि जान्न प्रेरित गर्दछन्। आउनुहोस् आज हामी यी गहन प्रश्नहरूको उत्तर दिन सृष्टिको पहिलो युग सतयुगदेखि कलियुगको अन्त्यसम्मको यात्रा गर्नेछौं। सत्ययुग, जसलाई स्वर्ण युग पनि भनिन्छ, सृष्टिको त्यो पवित्र र दिव्य कालखण्ड जहाँ पृथ्वीभरि खुसियाली र हरियाली र सुख समृद्धि थियो। यो कल्पको पहिलो युग थियो जहाँ प्रकृति आफ्नो परम सौन्दर्यमा मात्र थिएनन्, तर आत्माहरू पनि आफ्नो उच्चतम पवित्रता र देवत्वमा अवस्थित थिए। यो त्यो समय थियो जब हामी ब्रह्मलोक यानी परम धामबाट यस पृथ्वीमा आयौं र देवी देवताको रूपमा जन्म लियौं। यहाँ हाम्रो दृष्टि पूर्णतया आत्मिक हुन्छ र सम्बन्धहरू पनि पवित्र र आत्मिक प्रेमले भरिएका हुन्छन्। यो प्रेम कुनै भौतिक शारीरिक आकर्षण वा स्वार्थमा आधारित थिएन, तर आध्यात्मिक र हृदय स्नेहले भरिएको थियो। त्यो सतयुग योग शक्तिको संसार हो जहाँ माता पिताको पवित्र संकल्पको तरंग शक्तिले बच्चाहरूले जन्म लिने गर्दछन्। बच्चाहरू पनि आफ्ना माता पिता जस्तै दिव्य तथा आत्मिक ज्योतिले भरिएका हुने गर्दछन्। सतयुगमा केवल प्रकृति मात्र नभई जनावर र चराचुरुङ्गीहरू पनि स्वभावैले अत्यन्त सुखदायी र पवित्र हुने गर्दछन्। त्यहाँको हावामा अत्तर जस्तो सुगन्ध भरिएको हुन्छ भने पहाडबाट जडीबुटीद्वारा सिंचित नदीहरू स्वच्छ जलसँगै राज्यमा बहने गर्दछन्। यहाँ न त सूर्य अत्याधिक तातो हुने गर्दछ न त अत्याधिक वर्षा नै हुन्छ, बल्कि वसन्त ऋतु जस्तै सदाबहार मौसम सधैँ हुने गर्दछ। पक्षीहरूको सुमधुर स्वरले यस्तो आभास हुन्छ कि मानौ कुनै अदृश्य वाद्ययन्त्रद्वारा सृष्टिले सुन्दर संगीत भरिरहेकी छिन्। यहाँ प्रत्येक प्राणी प्राकृतिक सन्तुलनमा बस्दछन् र सम्पूर्ण संसारमा दिव्य सद्भाव प्रबल हुने गर्दछ। सतयुगमा सबैसँग पर्याप्त धन सम्पत्ति हुन्छ, त्यसैले धन सम्पत्ति जम्मा गर्ने लोभ र प्रतिस्पर्धाको भावना कसैमा पनि हुँदैन। प्रजाहरू पनि आफ्नो जीविकोपार्जन भन्दा कैयौं गुणा बढी ऐश्वर्यशाली हुन्छन्, त्यसैले ऊ मालिक हो म दास हुँ भन्ने भावना कसैमा पनि रहँदैन। सबका बीचमा पारिवारिक प्रणालीले काम गर्दछ। केवल जीवन निर्वाहका लागि मात्र वस्तुहरूको आदान प्रदान हुने गर्दछ। यसरी नै हामीले श्री नारायण र श्री लक्ष्मीका साथ 8 पुस्ताहरू 8 जन्महरू बितायौं र उहाँहरूकै लालन पालनमा हुर्कियौं। उहाँ सबैको रूप देवी देवता अथवा लक्ष्मी नारायण समान हुन्छ। यसरी 1250 वर्ष लामो स्वर्ण युगपछि समयको चक्र बिस्तारै अगाडि बढ्छ र त्रेता युग सुरु हुन्छ। त्रेता युगमा पनि जीवन सतयुगमा जस्तै दिव्य र आनन्दमय हुन्छ, तर यहाँ आत्माको पवित्रता र प्रकृतिको स्तरमा क्रमशः सतो प्रधानबाट सतो सामान्य अवस्थामा परिवर्तन हुँदै जान्छ। सतयुगमा देवताहरू 16 कलाले सुसज्जित थिए भने त्रेता युगमा 14 कलाको आभाले प्रकाशित हुन्छन्। सतयुगमा शरीरको आयु 150 वर्ष हुन्छ भने अब यो आयु त्रेता युगमा 125 वर्षमा झर्दछ। यद्यपि प्रेम, शान्ति, आनन्द, समृद्धिको यो युग पनि आफैमा अद्वितीय छ। 1250 वर्षको त्रेता युगमा हामीले 12 जन्म श्री राम सीताका साथ लियौं र उहाँहरूकै लालन पालनमा दिव्य जन्महरू बितायौं। यस युगको अन्त्यमा सम्पूर्ण विश्वको जनसंख्या बढेर अब 10 करोड पुगेको छ, जुन सतयुगको सुरुवातमा 9 लाख मात्र थियो। यसरी सतयुग त्रेतामा हामीले देवी देवताको रूपमा 21 जन्म लियौं, जहाँ हाम्रो जीवन प्राकृतिक रूपले पवित्र थियो, आत्मिक दृष्टि थियो, मानसिक विकार पटक्कै थिएन, शरीरको भान छँदै थिएन। यसकारण प्रकृति सधैँ आफ्ना मालिक देवताहरूको सेवामा उपस्थित भइरहन्थिन्। तर यस पृथ्वीमा अब आधा कल्प यानी 2500 वर्ष बितिसकेको छ। अब आधा कल्पको युगको परिवर्तनको समय आएको छ। द्वापर युग यानी ताम्र युगको आगमनसँगै सबैभन्दा पहिला मनुष्य आत्माको संकल्प यानी विचार र दृष्टिमा पहिलो परिवर्तन आउँछ।
धेरै जन्मसम्म शरीरमा रहेको हुनाले देवात्माहरू पहिले आत्मिक रूपले सम्पन्न थिए भने अब उनको दृष्टि बिस्तारै देह अभिमानी हुन थाल्दछ, जसका कारण उनीहरूमा योगको शक्ति क्षण हुँदै जान्छ र भौतिक सुखतर्फ आकर्षित हुन थाल्दछन्। जब आत्माहरूमा अपवित्रता आयो, प्रकृतिले पनि सहन गर्न सकिनन्। फलस्वरूप दुवै युगका दिव्य र पवित्र प्रतीकहरू बिस्तारै पृथ्वीको गर्भमा समाहित हुन थाले। यस युगमा ठूलो प्राकृतिक आपदा र भौगोलिक परिवर्तन भयो, जसमा मनुष्य आत्माहरूले आफ्नो अपवित्रताको कारण सुख शान्तिले भरिएको स्वराज्य गुमाउन पुगे। त्यसपछि द्वापर युगदेखि नै भक्तिको सुरुवात हुन्छ र प्रथम राजा विक्रमादित्यले भगवान शिवको सोमनाथको मन्दिर स्थापना गर्दछन्। त्यस युगमा वेद, गीता, भागवत आदि ग्रन्थहरूको रचना हुन्छ। तिनीहरूको उद्देश्य मानिसलाई भगवानको नजदिक पुर्याउनु र आत्मिक प्रगतिको मार्गमा डोर्याउनु हुन्छ। जहिलेसम्म आत्माहरू पवित्र थिए, तिनीहरू नै पूजन योग्य देवता थिए। तर जब तिनीहरू विषय विकार र आसक्तिका कारण पतन भए, तिनै देवताहरू अब पुजारी बन्न पुगे। द्वापर युगदेखि नै यस भूमिमा धेरै महान सन्त, ऋषिमुनि, धर्म संस्थापकहरूको जन्म भयो। उहाँहरूले आत्माहरूलाई अज्ञानता, मोह र पापबाट मुक्त गर्ने प्रयास गरे र उनीहरूलाई राम्रो काम गर्न र भगवानको नजदिक लैजान तथा सृष्टिको यो निरन्तर पतनलाई रोक्न प्रेरित गरे। तर शरीरको भानमा डुबेका आत्माहरूले त्यो अदृश्य सर्वशक्तिमान भगवानको सन्देश भने बुझेनन्, बरु तिनै ईश्वरको सन्देश ल्याउने दूतहरूलाई नै भगवान मान्न थाले। फलस्वरूप मानिसहरू विभिन्न धर्म, भाषा र जातिमा विभाजित हुन पुगे। सत्ययुगदेखि द्वापर युगसम्म शरीरमा रहेको हुनाले र द्वापर युगमा पनि 21 जन्मसम्म देहभानमा जीवन बिताएको हुनाले आत्माहरूले शरीरलाई नै आफ्नो स्वरूप सम्झिन थाले। अब केवल शरीरका आवश्यकताहरूको पूर्ति नै जीवनको उद्देश्य बन्न थाल्यो। यो विस्मृतिले यस सृष्टिलाई बिस्तारै तमोप्रधान, अशान्ति र द्वन्द्वले भरिएको कलियुगमा पुर्याउँछ। अब कलियुगमा 42 जन्म लिनुका साथै आत्मा र प्रकृति दुवै अत्यन्त तमोगुण युक्त बन्दछन्। जुन आत्माले सत्ययुगमा देवत्व, शान्ति र आनन्दको अनुभूति सहजै गरेको थियो अनि स्वभावैले आत्मिक रूपमा पवित्र जीवन बिताउँथ्यो, त्यही आत्मा आज बाहिरी इन्द्रियहरूको क्षणिक सुखमा त्यो गुमेको शान्ति तथा वैभव खोज्न असफल प्रयास गरिरहेको छ। कलियुगको अन्त्य नजिकै जाँदा द्वापर युगबाट हाम्रा पाप कर्महरूको बोझ र त्यसको परिणाम स्वरूप जन्मिएका विकारहरू अझ व्याप्त रूपमा तीव्र हुँदै जान्छन्। फलस्वरूप संसारमा दुःख, बिमारी, तनाव र अकाल मृत्यु बढ्दै जान्छन्। त्यस्ता दुःख कष्टको समाधानका लागि समय समयमा थुप्रै धार्मिक सम्प्रदाय र मठ पन्थहरूको जन्म हुन्छ। तर आत्माको बुद्धि उनीहरूको विभिन्न विचार र शिक्षाबाट अझ भ्रमित हुँदै जान्छ, जसका कारण मानिस भगवानबाट झन्झन विमुख हुँदै जान्छन्। तर अझै पनि आत्माभित्र एउटा भित्री चित्कार छ कि केवल ईश्वरले मात्र हामीलाई हाम्रा सबै समस्याहरूबाट मुक्त गर्न सक्नुहुन्छ र हामीलाई मुक्ति र जीवन मुक्ति तर्फ डोर्याउन सक्नुहुन्छ। त्यसैले मानिस 63 जन्मदेखि भगवानको भक्ति गर्दै आउँछ, तर पाप कर्मको प्रभाव र तमोगुणी बुद्धि भएका कारण उसले भगवानको प्रेरणालाई चिन्न र बुझ्न भने पटक्कै सक्दैन। त्यसैले यस कलियुगको अन्त्यमा सर्व आत्माका पिता, परम शिक्षक, परम सद्गुरु, परमपिता परमात्मा शिव, जो जन्म मरणको चक्रबाट टाढा हुनुहुन्छ, हाम्रो पुकार सुनेर हाम्रो प्रेम र स्नेहमा बाँधिएर परमधामबाट यस पतित संसारमा कसैको पतित शरीरमा आउनुहुन्छ। उहाँको अवतरण हुन्छ। उनै सुखका सागर परमपिता परमात्मा शिवले यो दर्दनाक संसारलाई फेरि आनन्दको संसारमा रूपान्तरण गर्नुहुन्छ। उहाँको अवतरणको यस समयलाई संगम युग भनिन्छ, जुन चाहिँ कलियुग र सत्ययुगको साँझको समय हो, सन्ध्या समय हो। परमपिता परमात्मा शिवले त सधैँ हामीलाई खुसी दिनुहुन्छ, तर हामी आफ्नै देह अहंकार र पाप कर्मद्वारा उहाँले सृष्टि गर्नुभएको स्वर्ग जस्तो संसारलाई नरकमा परिणत गर्छौं र अनि सबै प्रकारका सम्पन्नता गुमाइसकेपछि दरिद्र बनेर
यो दुःखको कारण भगवानलाई जिम्मेवार ठान्छौं र उहाँलाई दोष दिन थाल्छौं। तर दया र करुणाका सागर परमपिता परमात्मा भगवान शिवले सेवकको रूपमा आउनुभई हामी मानव जातिलाई फेरि पवित्र, दिव्य र स्वर कलाले सम्पूर्ण देवता बनाउनुहुन्छ र साथै मानव जातिलाई अर्थात् सम्पूर्ण सृष्टिलाई सुखमय बनाउनुहुन्छ। जसलाई पाउनको निम्ति हामी पहाडमा गयौं, गुफामा गयौं, जंगलमा गयौं, तपस्या गर्यौं, मन्दिरमा भौतार्यौं, भक्ति मार्गमा आधा कल्प भौतारिँदै रह्यौं, आज उहाँ स्वयं अहिले हाम्रो सामु भक्तिको फल दिन हामीलाई भेट्न र हाम्रो अगाडि प्रत्यक्ष हुनुभएको छ। सम्पूर्ण कल्पमा 5000 वर्षमा हामी पनि यो समय यस संसारमा यसै शरीरद्वारा परमपिता परमात्मा भगवानलाई देख्न, भेट्न र उहाँको प्रत्यक्षता, सामिप्य प्राप्त गर्न सक्दछौं। परमपिता परमात्मा शिवले प्रकृति लगायत सम्पूर्ण आत्माहरूलाई पावन बनाएर युग रूपान्तरणको महान कार्य अहिले सम्पन्न गरिरहनु भएको छ। अब यो सृष्टि चक्रमा आफ्नो घर यानी परमधाम जाने समय आएको छ। त्यसैले अब यो अन्तिम एक जन्म पवित्र बनेर भगवान शिवको याद गरेर आफ्नो वास्तविक आत्मिक स्वरूप प्राप्त। हाम्रो पवित्रताले नै संसारको परिवर्तनमा ठूलो शक्तिको रूपमा काम गर्दछ। आफ्नो वास्तविक स्वरूपलाई चिन्नु, त्यसलाई पहिचान्नु, प्राप्त गर्नु नै जीवनको अन्तिम पुरुषार्थ वा लक्ष्य हो, जसले गर्दा आत्माका सबै मनोकामनाहरू जन्म जन्मान्तरका लागि पूरा हुनेछन् र हामी देवता स्वरूपमा परिणत हुनेछौं र त्यो दिव्य सुख यानी स्वर्णमय युग, सतयुगको प्राप्ति अथवा वैकुण्ठको प्राप्ति हामीलाई हुनेछ।